मान्छेको लागि खतरा धेरै डरलाग्दो समय आइरहेको छ। But the good news is for a godly people, for ईश्वरीय मान्छेको लागि चाहिँ शक्तिशाली महिमा तिनीहरू ल्याउनुहुनेछ। Amen. Hallelujah. The world needs the prophetic generation. The world has not seen the prophetic generation. संसारलाई अगमबानी पुस्ता चाहिएको छ। संसारले अगमबानी पुस्ता देखेको छैन। But thank God, परमेश्वरले अब अगमबानी पुस्ता रेज गर्नुहुँदैछ। Amen. के तपाईँ र मेरो त्यस्तो पर्सनल केही बातचित भएको छ? छैन। के तपाईँ र मेरो केही मेसेन्जरमा त्यस्तो विवाहको सम्बन्धी मेरो डेट बर्थडे डेट अथवा विवाहको डेट चाहिँ यति तारिक हो भनेर तपाईँलाई मलाई भन्नुभएको छ? छैन। मेरो विवाहको डेट पनि मैले पोस्ट गरेको छैन। पवित्रले तपाईसँग यशोदा भनेर जोड्दै हुन्छ। यशोदा मेरो वाइफ हो। वाओ ग्लोरी प्रोफेसर यस मलाई पवित्रले यशोदासँग 2 जुलाई जोड्दै 2 जुलाई 2 जुलाई डेट अफ बर्थ उहाँको जन्मदिन 2 जुलाई। पवित्रले भन्नुहुन्छ you have got the eagle anointing. That means you have got the apostolic anointing. Wow. मलाई पवित्रले अहिले यही काठमाडौँमा मलाई दुईटा ब्रान्चेसलाई ल्याउँदै हुन्छ। सुन दुईटा ब्रान्चेस you are going to establish. Amen. मलाई पवित्रले यही वर्षको डिसेम्बरमा लादै हुन्छ। डिसेम्बरमा मैले यो चर्चको अर्को स्ल्याबमा मैले देखिरहेको छु। Wow. Soon you are going to construct. Prophesy. Yes, man of God. मलाई पवित्रले समथिङ 50 50 Now 50 members चाँडै तपाईको चर्चमा आएको हुने भयो। Receive. Oh. Can I go more deeper? Yes. More deeper. मलाई पवित्रले यो जमिनको समथिङ कागजमा मैले एप्रुभल समथिङ लेखा पढी भइरहेको छु। Soon this land someone is going to donate to you. Wow. Yes. Someone. यो जग्गाको लागि एउटा प्रपोजल बनाएर पठाउनु भएको छ। ओके। उहाँले यो जग्गाको लागि प्रपोजल अलरेडी लेखा पढीको निम्ति उहाँले प्रोसेसमा चालिसक्नु भएको छ। Yes, man of God, prophet of God. Yes, prophesy. Go more deeper. I can see again another construction. This is related to your house. You are constructing your house. Wow. अनि मलाई पवित्रले तपाईको घरको बाहिर लादै हुन्छ। अनि तपाईको घरको बाहिर मैले एउटा रोयल इनफिल्ड बाइक देखिरहेको छु। पवित्रले चाँडै तपाईको जीवनमा त्यो गर्नेवाला छ। मलाई पवित्रले रिलेटेड टु समथिङ एउटा मैले तपाईसित एउटा जबलाई देख्दैछु। बट त्यो जब चाहिँ समथिङ त्यो ल्यापटपमा यु आर कनेक्टिङ विथ इङ्ग्लिस पिपल। के तपाईकै सम्बन्धी Wow. Yes. अनि मलाई पवित्रले अहिले समथिङ युएसए मा लादै हुन्छ। यु आर ट्राभलिङ टु युएसए सुन फर इन्टरप्रिटेसन। तपाई अनुवादको लागि तपाईलाई युएसए उहाँलाई अनुवादको लागि परमेश्वरले अब युएसए लाँदै हुनुहुन्छ। Hallelujah. I just want to bless. Yes. I just want to bless their ministry. I open the portals. Yes. I open the portals. Receive. I open the portals of anointing in the name of Jesus. Can I prophesy? Yes. के तपाईँ र मेरो कहिले भेट भएको छ? के तपाईँ र मेरो मेसेन्जरमा केही बातचित भएको छ? के तपाईँ र मेरो केही WhatsAppमा बातचित भएको छ? के तपाईँ र मेरो यहाँ आएर बातचित भएको छ? मलाई पवित्रले जोसेफ भन्दै हुन्छ। जोसेफ मेरो नाम हो। Yes. Prophesy. मलाई पवित्रले 2 जनवरी 1985 भन्दै हुन्छ। मेरो बर्थडे। वाउ उहाँको जन्मदिन। Hallelujah. Yes. Can I go more deeper? Yes, man of God. मलाई पवित्रले तपाईसँग एउटा नाम जोड्दै हुन्छ। जेरुसा उहाँको मिसेसको नाम। Hallelujah. मैले तपाईको वाइफले समथिङ त्यो प्रोजेक्टिङ उनीलाई देखेको छु। ट्विटर उहाँको विषयले ट्विटर गर्नु।
वाउ वाउ गो ब्याक पछाडि आउनुहोस् म तपाईलाई हिँड्नु भन्छु हिँड्नुस् एक उता फर्केर यता यता हिँड्नुस् हिँड्नुहोस् एक हिँड्नुस् 1 2 3 4 5 6 7 8 9 तपाईको बिहे भएको 9 वर्ष भइसकेको यस तपाईको विवाह भएको 9 वर्ष भयो भनेर अगमवक्ताले भन्दै हुनुहुन्छ हो पक्का हो वाउ प्रोफेसाइ एक्युरेसी प्रोफेसी मलाई पवित्रले 22 जुलाई 2016 भन्दै हुन्छ 22 मैले बत्तिसमा लिएको छु वाउ उहाँले बत्तिसमा लिएको थियो ग्लोरी प्रोफेसाइ Can I go more deeper? Yes, man of God. Oh. येशू ख्रीष्टको बाटो कसले तयारी गरेको थियो बप्तिस्मा दिने योहन्ना मलाई पवित्रले जोन भनेर जोन को तपाई मेरो छोरा जोन वाउ उहाँको छोराको नाम जोन हालेलुया मलाई पवित्रले 16 अगस्त भनेर 16 अगस्त हजुर बर्थडे छोराको बर्थडे हालेलुया यस मैन अफ गॉड गो डीपर प्रोफेसाइ मलाई पवित्रले सियोना भनेर सियोना छोरी उहाँको छोरी आमेन तपाईको छोरीसँग 18 जनवरी डेट गर्नु 18 बर्थडे वाउ 18 जनवरी उहाँको छोरीको बर्थडे यस मैन अफ गॉड पवित्रले मलाई अहिले समथिङ क्रियान गिफ्ट सब भन्दै क्रिजन हजुर क्रिजन राई चाहिँ मेरो भान्जा हो वाउ ग्लोरी एउटा त्यो समथिङ गिफ्ट सबले देखेछ गिफ्ट सब त्यहाँ चाहिँ ब्याग्सहरु समथिङ के पाउने सबलाई दोकानमा देखेछ दोकान हो बहिनीको दोकान छ त्यो वाउ हालेलुया रेस्पोन्स ओ प्रोफेसर त्यो बहिनीको दोकानमा अब परमेश्वरको हात आउनु गइरहेको छ वाउ परमेश्वरको हात आउनु गइरहेको छ आमेन ओ यस मैन अफ गॉड तपाईको लागि आज परमेश्वरले एउटा प्रभावशाली ढोका खोल्दै छ तपाईको जीवनमा आमेन रिसिभ गर्नुस् मलाई पवित्रले अहिले सम्पूर्ण एउटा बिजनेस व्यापार गर्छ मेरो मिट सप मासु पसल वाउ यस मैन अफ गॉड मलाई पवित्रले तपाईलाई अब के भन्नु लाउँदै हुन्छ भने चाहिँ तपाईको एउटा पसल मात्र हैन तपाईको धेरैवटा पसल हुन गइरहेको छ आमेन रिसिभ गर्नुस् ओ मल्टी बिजनेस धेरै व्यापारहरु धेरै एकदेखि अर्को व्यापार हुनेछ ओ हालेलुया मलाई पवित्रले समथिङ यो वर्षको बर्खामा चाहिँ बर्खा यस जस्तो बर्खा एन्ड हुन्छ तपाईको एउटा बिजनेस सुरु हुन गइरहेको छ अनि मलाई पवित्रमा समथिङ त्यो कपडा समथिङ पसल देख्नुहुन्छ कपडा पसल केही तपाईले सोच्नु भएको छ केही छ हामीले कपडा पसल गर्ने सोच गरेको छ बहिनीसँग वाउ उहाँले बहिनीसँग कपडा पसल गर्ने सोच पनि गर्नुभएको छ यस मैन अफ गॉड चाँडै पुरा हुन गइरहेको छ आमेन इन द नेम अफ जीसस रिसिभ गर्नुस् in the name of Jesus I just want to bless receive I just want to bless receive I just want to bless in the name of Jesus I want to open the door receive right now in the name of Jesus receive rebos tele branchana baralaba rebos tele branchana baralaba यस हो तपाईको वाइफको जे त्यो सिलाइ बुनाइ छ त्यो अब यो काठमाडौँ भ्यालीमा मात्र सीमित हैन तर विभिन्न जग्गामा त्यो अब एक्सपोर्ट हुन लाग्ने वाउ ग्रहण गर्नुस् त्यो कुरा लिनुस् यस मलाई पवित्र पनि अहिले पोखरामा लाँदै हुन्छ पोखरामा एक्सपोर्ट हुने बेला छ आमेन पोखरामा यस ओ खारा बसकेले ब्रो bless Yes. I just want to bless in the name of Amen. Jesus Hallelujah. Thank you, Lord. Thank you. Receive गर्नुस् रेफरमा सेकेथे यो साधारण प्रार्थना हुने छैन यो साधारण प्रार्थना हुने छैन यहाँ अगमबानी अभिषेक बगिरहेको छ अगमबानी अभिषेक तपाईको जीवनमा बग्दैछ अगमवक्ताको जीवनबाट अगमवक्ताको बोलीबाट अगमवक्ताको हेराइबाट अगमवक्ताको छायाबाट अगमवक्ताको हातबाट अगमबानी कुराहरु बगिरहेको छ यस मैन अफ गॉड यस बाइबलमा हेर्छौँ भने एलियाले चाहिँ एलिसालाई दोबर अभिषेक दिएको छ
त्यो चाहिँ पुरानो करारमा तर हामी त नयाँ करारमा छौँ अब डबल पोर्सन हैन अनलिमिटेड एनर्जी असीमित अभिषेक नयाँ करारमा असीमित अभिषेक यस man of God रोमी 1:11 को अनुसार पावलले भनेछ म तिमी कहाँ आउँदा तिमी कहाँ के आत्मिक बलमा इम्पार्टेन्स हस्तान्तरण गर्न सकौँ त्यसैले हामी आएका छौँ तपाईलाई आत्मिक बलमा हस्तान्तरण गर्न लागि इम्पार्टेसन हस्तान्तरण यो चाहिँ हस्तान्तरणको समय हो टाइम अफ प्रोफेटिक इम्पार्टेसन अगमबानी हस्तान्तरणको समय हो receive fire receive orders leaders take it leaders impartation भइरहेको छ it's being imparted receive तपाईको बोलाइ प्रोफेटिकल तपाईको आराधना प्रोफेटिकल तपाईको प्रचार प्रोफेटिकल हालेलुया प्रोफेटिक जेनरेसन एरै प्रोफेटिक बोलाइ प्रोफेटिक ओ हालेलुया प्रोफेटिक जेनरेसन प्रोफेटिक She is bringing me mighty women of God, mighty prophetic women, mighty prophetic. I speak. Prophetic energy, I release in the mighty name of Jesus. Prophetic, everything prophetic. Hariku agambani hunecha, helai agambani, bole agambani, aratna agambani, hallelujah. She is the prophetic woman, hallelujah. Yes. Prophetic woman. Everything prophetic. Helai prophetic, bolai prophetic, aratna. पवित्र पहिले विशाल भन्ने हुन्छ वर्ड तपाईँ सुनेको दादा मलाई पवित्र पहिले मुना भनिन्छ मुना My sister, come. Can I go more deeper? Yes. Oh, मलाई पवित्र पहिले तपाईलाई something singing competition मा देखिरहेको छु Singing competition something related something singing क्या हो मेरो भोइस युनिभर्समा चाहिँ यो भन्दा 2023 मा टप 7 उहाँ चाहिँ भोइस कम्पिटिसनमा टप 7 पुग्नु भएको छ भनेर उहाँले भन्छु हालेलुया prophesy yes मलाई पवित्र पनि अहिले समथिङ एउटा ठुलो स्टेजमा लाँदै हुन्छ अनि त्यो ठुलो स्टेजमा मैले तपाईलाई देखिरहेको छु अनि मैले तपाईको हातमा एउटा ट्रफीलाई देखिरहेको छु वाउ यस मैले समथिङ एउटा नट एउटा दुई तीनवटा मैले म्युजिक भिडियोजमा तपाईले गाइरहेको मैले देखिरहेको छु के छ कुनै जोडले भन्दिनु गीतहरु छ गाएको छ हजुर छ भन्नुस् न रे Yes, prophesy. उहाँले कतिवटा म्युजिक भिडियोमा गाइ पनि सक्नु भएको छ यस तपाईलाई पवित्र आत्माले तपाईको जीवनमा तपाईको परिवारमा अनि विशेष गरी तपाईकोमा मैले दाउदको अभिषेकलाई देखिरहेको छु तपाईले धेरैवटा गीतहरू लेख्नु गइरहेको छ रिसिभ गर्नु यु आर गोइङ टु राइट मेनी सङ्ग्स धेरै गीतहरू लेख्नु हुनेछ एन्ड यु आर गोइङ टु सिङ मेनी सङ्ग्स तपाईले धेरै गीतहरू गाउनु हुनेछ ओ यस मैन अफ गॉड प्रोफेसाई ओ ग्लोरी तपाई यही क्षेत्रको सिंगर हुनेवाला छैन यु आर गोइङ टु बिकम अ इन्टरनेशनल सिंगर अन्तर्राष्ट्रिय आई प्रोफेसाई रिसिभ गर्नु ओ यस प्रोफेसाई मलाई पवित्र फेरि अर्को मुना भन्नुहुन्छ अर्को मुना समथिङ मेरो मम्मी वाउ उहाँको मम्मीको नाम पनि मुना ओ हालेलुया मलाई समथिङ एब्रोड देखिरहेछ एब्रोडमा समथिङ एब्रोड अस्ति भर्खर आउनु भएको छ एब्रोडबाट वाउ उहाँ अस्ति भर्खरै एब्रोडबाट आइपुग्नु भएको छ यस रेस्पोन्स दिनु Can I go more deeper? Yes, go more deeper. मैले तपाईले समथिङ इलेक्ट्रिक गिटार बजाइरहेको मैले देखिरहेको छु इलेक्ट्रिक गिटार बजाउँछु उहाँले इलेक्ट्रिक गिटार नै बजाउनुहुन्छ आमेन हालेलुया यस ओ पवित्र पनि भन्दै हुन्छ you are going to open one academy something related to guitars and music type academy you are going to teach many students यस उहाँले अब कुनै पनि प्रकारको एउटा स्कुललाई खोल्दै हुनुहुन्छ
म्युजिकको क्षेत्र या कुनै पनि धेरै व्यक्तिहरू त्यहाँनिर आउनेवाला छ। रिसिभ गर्नुहोस्, रिसिभ गर्नुहोस्, चाँडै खुलेर गइरहेको छ। रिसिभ। ठुल्ठुलो लिडर्सहरूको लागि तपाईँले गिटार बजाउनु गइरहेको छ। रिसिभ, रिसिभ, रिसिभ गर्नुहोस्। Oh yes, yes, man of God. Prophesy. मलाई पवित्र पनि अहिले समथिङ एउटा ठुलो कन्सर्ट क्रिस्चियन म्युजिकल कन्सर्टमा लाँदै हुन्छ। मैले तपाईँलाई त्यहाँ गिटार बजाएको देखिरहेको छु। त्यो चाँडै तपाईँको जीवनमा चेन्ज गर्नु गएको छ। Yes. In the name of Jesus. You have baby? Yes. अघि छैन? Yes, man of God. Prophesy. Yes, man of अब God. सामुएलको जन्म हुनु गएको छ। Wow. Receive गर्नुहोस्। Release. Receive. Receive. I release anointing in the name of Jesus. I open the portals. I open the portals right now. I open the portals right now. Open. I release blessings. Receive. I release blessings. Yes. In the name of Jesus. Amen. In the name of Amen. Jesus. Yes. Oh, hallelujah. के तपाईँ र मेरो के पर्सनल बातचित भएको छ? के तपाईँ र मेरो यस्तो केही बातचितमा तपाईँले मलाई केही कुरा भन्नुभएको छ? तपाईँको डिटेल्स के तपाईँ र मेरो केही बातचित भएको छ? के तपाईँ र मेरो केही त्यस्तो केही व्हाट्सएप यस्तो केहीमा बातचित भएको छ? के तपाईँ र मेरो यहाँ के आएर बातचित भएको छ? मलाई पवित्र पनि समथिङ अनिता भन्छ। अनिता मेरो चर्चको एकजना बहिनी हुनुहुन्छ। उहाँको चर्चको एकजना बहिनीको नाम अनिता। Yes, prophesy. मलाई पवित्र मैले विजय भन्छ। विजय मेरो श्रीमान हुनुहुन्छ। Hallelujah. मलाई पवित्र मैले 13 फेब्रुअरी 13 फेब्रुअरी हाम्रो विवाह भएको। मलाई पवित्र पनि 19 नोभेम्बर हुन्छ। 19 नोभेम्बर तर नोभेम्बरमा मेरो छोरी जन्मिनु। Go deeper. Yes, man of God. Go deeper. मलाई पवित्र पनि दुईटा छोरी दिएको छ तपाईको। मेरो छोरी दुईजना छ। Prophesy. Yes. मलाई पवित्र पनि समथिङ सलोमी भन्छ। सलोमी मेरो सानो छोरी कान्छी। मलाई पवित्र पनि समथिङ 31 मे भन्छ। 31 मे 31 मे मेरो बर्थडे हो। उहाँको जन्मदिन 31 मे उहाँको जन्मदिन। Hallelujah. You are going to buy one something यहाँ के भन्छ त्यो फ्ल्याटलाई फ्ल्याटै भन्छ हैन। मैले समथिङ तपाईले एउटा फ्ल्याट किनेर देखिरहेको छु। केही तपाईँ रिलेटेड केही योजना त्यस्तो छ तपाईँको? छैन तर मैले एकदम धेरै प्रार्थना चाहिँ गरिरहेको छु। सपना 20 को चाडमा तपाईको जीवनमा पुरा हुनु। आमेन। पहिलाको जीवनमा तपाईको मण्डलीको जीवनमा तपाईको नानीको जीवनमा पुरा हुनु। परमेश्वरले अब यो 15 दिनको सेमिनार बादमा पुरा गर्दै हुनुहुन्छ। I prophesy, I decree and declare in the name of Jesus. Now I want to prophesy international. Yes, man of God. Prophesy. अब म अन्तर्राष्ट्रिय अगमबानी गर्न गइरहेको छु। Oh, Ramashe. Can I enter into generation prophecies? पुस्तौको भित्रमा अगमबानीमा छिरौँ। मलाई पवित्र पनि समथिङ तपाईसँग रेबिका भन्छ। रेबिकाको मेरो बहिनी हो। वाउ उहाँको बहिनी रेबिका। हालेलुया। मलाई समथिङ पवित्र पनि लिली कङ्गो भन्ने जग्गामा लाँदै हुन्छ। फेरि त्यहाँबाट मलाई सिडनीमा लाँदै हुन्छ। सिडनीमा लिली कङ्गोदेखि सिडनीमा अहिले सिडनीमै बस्छौ। Wow, man of God. Yes. Can I go more deeper? Yes. Response. तपाईँको सिस्टरले समथिङ मैले एउटा त्यो ग्रेजुएसनको ह्याट लगाएको देखेको छु। समथिङ कलेजको डिग्री समथिङ त्यो पाउँछ नि डिग्री लास्टमा ग्रेजुएसन दिन त्यो ह्याट लगाएको देखिरहेको छु मैले समथिङ। उसले नर्सिङ सकेर ग्रेजुएट भएको। Can I go more deeper? Yes. Man of God. Yes, prophet. दोस्रो कोरिन्थ 3:18 भन्छ उहाँको महिमा प्रकट गर्ने। उहाँको महिमा द्याट मिन्स इङ्ग्लिसमा के हुन्छ? हिज ग्लोरी
मलाई समथिङ हिज ग्लोरी भन्नुहुन्छ तपाईँको सिस्टरसँग रिलेटेड हिज ग्लोरी समथिङ मलाई एउटा भवन देख्नुहुन्छ हिज ग्लोरी समथिङ चर्च हिज ग्लोरी भन्ने कुनै चर्च ऊ हिज ग्लोरीमै जान्छ आमेन मलाई पवित्रले भन्दै हुन्छ अब तपाईको सिस्टरको जबमा प्रमोसन ल्याउँदै हुन्छ सिस्टरले के काम गर्दै हुन्छ व्यवस्था 1 को 10 अनि 11 पद तपाईको सिस्टरको जबमा अब परमेश्वरले पद उन्नति ल्याउँदै हुन्छ आई डिक्लेयर एन्ड डिक्लेयर इन द नेम अफ जीसस मलाई समथिङ ओम भन्दै हुन्छ ओम समथिङ ओम त्यसपछि साइडमा फेरि सचिन भन्ने सचिन समथिङ उसको श्रीमानको नाम ओम हो अनि तर सचिन उसको नाम हो सिस्टर गो ब्याक पछाडि आउनुहोस् म हिँड्नु भन्छु हिँड्नुहोस् आउनुहोस् एक या वेट स्टप मैले तपाईँको सिस्टरको एउटा छोरीलाई देखिरहेको छु 1 year कम्प्लिट भएको समथिङ छोरी छ 1 वर्ष भएको accurate सिमरा समयरा समथिङ सिमरा एस पर स्टार्टिङ स्माइरा उसको नाम हो समथिङ 3 जुलाई रिलेटेड टु समयरा ऊ त्यही बेलामा जन्मेको मलाई पवित्र समथिङ काशीनाथ काशी समथिङ भन्नुहुन्छ काशी रेबिका मेरो बहिनीको बुवा माइलो बुवा चाहिँ काशीनाथ हो परमेश्वरको हात पवित्र आत्मा काशीनाथमाथि अब उत्रिन गइरहेको छ पवित्र आत्माले काशीनाथको मुखलाई छुँदै हुन्छ मुखलाई परमेश्वरको हातले काशीनाथको मुखलाई छुँदैछ मलाई पवित्र समथिङ काशीनाथको फेसलाई देखाउँदै हुन्छ समथिङ एकपट्टि समथिङ उयो भएको समथिङ उयो नमिलेको छ समथिङ नमिलेको देखाउँदै हुन्छ उहाँ लेप्रोसी पेसेन्ट हो अनि उहाँको मुख त्यस्तै भएको छ म तपाईँको लागि प्रार्थना गर्न गइरहेको छु काशीनाथ जहाँ पनि छ काशीनाथको माथि पवित्र आत्मा परमेश्वरको हात हाल्नु गइरहेको छ इन द नेम अफ जीसस I release healing Regos telle brantanana I release healing from here wherever he is touch Ragas telle brantana maralaba Rebontana maralaba complete healing in the name of Jesus complete healing in the name of Jesus complete healing in the name of Jesus Regos telle brantana maralaba अनि मैले के देखेको छु भने काशीनाथ समथिङ पोलिटिक्स रिलेटेड समथिङ पोलिटिक्स राजनीतिक उहाँ एउटा अर्गनाइजेसनमा काम गर्नुहुन्छ नि त्यो अर्गनाइजेसनमा भएको त्यो चुनावमा चाहिँ उहाँ अहिले उपाध्यक्ष हुनुहुन्थ्यो मलाई पवित्र आत्माले सिक्किममा लाँदै हुन्छ मैले उहाँको घरको बाहिर एउटा गाडीलाई देखेको छु गाडी परमेश्वरले चाँडै उहाँको जीवनमा गाडी दिँदै हुन्छ I just want to bless उहाँको जीवनमा उहाँको परिवारको जीवनमा आशीष गर्न चाहन्छु आशीष रिलिज गर्न चाहन्छु येशूको नाममा Anyone is going to come to your church. Wow, prophesy. Take it. Yes. Act, be free right now. तपाईँको जीवनमा पवित्र आत्मा ओर्लिरहेको Receive. Open your mouth and pray. पवित्र आत्माले तपाईँलाई ओर्लिरहेको Fire. Name of Jesus. Fire. Linos, प्रभुको समय पवित्र आत्माको समय You come. God is changing your time and situation. God is changing your time. Receive fire. Prophetic anointing.
More fire. Fire. Ah, God is changing. Fire. तपाईले पाएको अन्य भाषा बोल्नुस् रेमन्दा ब्राको सेके बोल्नुस् विश्वास गरेर बोल्नुस् हाब प्रवेश सारामा Free. Free the name of Jesus. Out. Every alcoholic spirit. Free. Now, God's time. यो प्रभुको समय हो पवित्र आत्माको समय फ्री थ्याङ्क यू होली गोस्ट out oh Brahma shake there will be out no anger in the name of Jesus with the love of Jesus I declare in the name of Jesus out every curse I break your power every generation curse I break your power right now out